एउटा दिन पहाडमाथिबाट ठूलो ढुङ्गा लड्दै लड्दै एउटा सानो गाउँमा आइपुग्यो। ढुङ्गा राति चम्किन्थ्यो र अनौठो आवाज निकाल्थ्यो। गाउँलेहरू डराएर घरभित्र लुके। भोलिपल्ट सबै भेला भए र भने यो त अनिष्टको सङ्केत हो। त्यसैले उनीहरूले त्यो ढुङ्गा उठाएर टाढाको जङ्गलमा फ्याँकिदिए। जङ्गलमा बस्ने सुगाले त्यो चम्किलो ढुङ्गा भेट्यो। उसले सोचेनन् कि यो खराब छ। उसले चोचले धकेल्दै एउटा ठूलो रुख मुनि राख्यो। केही दिनपछि गाउँमा समस्या सुरु भयो। इनार सुक्यो, खेतमा बाली उम्रेन, व्यापार पनि चल्न छाड्यो। गाउँलेहरू चिन्तित र दुखी भए। त्यही बेला एउटा साहसी सुगा ढुङ्गा ट्रकमा राखेर गाउँमा ल्यायो। गाउँलेहरू फेरि डराए। सुगाले भन्यो, डर होइन, हिम्मत गर्नुपर्छ। उसले ठूलो ढुङ्गालाई हथौडाले फुटायो। भित्रबाट चम्किला, हरिया र नीला रत्नहरू निस्किए, साथै सानो सुनको घण्टी पनि। जब घण्टी बजाइयो, गाउँको इनार फेरि पानीले भरियो र खेत हरियाली भयो। तर सुगा भने रुन्दै आकाशतिर उड्यो, किनकि कसैले धन्यवाद पनि भनेनन्। लाइक र सब्स्क्राइब त परेको कुरा। यदि तपाईलाई कथा मन पर्यो भने लाइक गर्नुहोस्, फलो गर्नुहोस् र हाम्रो च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्।